बजेटमाथिको छलफलमा नेमकिपाले सधैँ अनुशासित भएर गम्भीरतापूर्वक सहभागिता जनाउँदै आएको छ। आज पनि नेमकिपा मात्र 100% सहभागी रहेको संसदमा जानकारी गराउँदछौं। सभामुख महोदय, केन्द्र सरकार अप्रगतिशील या प्रतिगामी कर नीति प्रणाली केन्द्र सरकारले ल्यायो। भूमि मान्छे सर्वसाधारण जनतालाई करको भारीले डाम्ने व्यवस्था ल्यायो। त्यसको रिफ्लेक्सन प्रदेश सरकारहरूमा पर्नु अस्वाभाविक होइन, किनभने संघीय व्यवस्थाको 9 वर्षमा कर नीति स्वायत्त र विकेन्द्रीकृत हुन सकेको छैन। अधिकतम आमदानी गर्ने व्यक्तिको ट्याक्स स्ल्याब 39%बाट 29%मा घटाउनु कर प्रणालीमा अप्रगतिशीलताको एउटा उदाहरण हो। गरीबको बिजुलीमा 5% भ्याट, शिक्षा र स्वास्थ्यमा 3% को करको विरोध नेमकिपाले सुरुदेखि नै गर्यो। बागमती प्रदेशले व्यवहारबाट त्यो व्यवस्थाको विरोध गरोस् भन्ने हामीले माग गर्यौं। जीरामा कर, हीरामा छुट, नुनमा कर, सुनमा छुट, पानीमा कर, मदिरामा छुटको असामाजिक व्यवहार यता पनि नदोहोरियोस्, नदेखोस् भनेर हामीले कामना गर्यौं। किसानको हकमा 2 करोड माथि लगानी गर्नेलाई मात्र अनुदान र कर छुटको किसानमा र व्यवहार यहाँ नदेखियोस् भन्ने कामना गर्यौं, तर त्यसो हुन सकेन। यहाँ अर्थमन्त्रीज्यूले आर्थिक विधेयकका पान्नाहरू चाट्नु भएन, त्यो फरक कुरा भयो, सकारात्मक कुरा भयो। तर फेरि पनि यहाँ कृषि आयकरकै कुरा छ। किसानमाथि करको भार थोप्ने र सहुलियत नदिने कुरा नै छ। किसानलाई उत्पादनको वातावरण, सिंचाई, मल, बिउ प्रदान गर्नुपर्ने कि करले ढाम्नु पर्ने, हाम्रो प्रश्न छ। हिजो कृषि मन्त्री बोल्नु भयो, रासायनिक मल कारखाना प्रदेशले स्थापना गर्ने होइन। के गर्ने त प्रदेश सरकारले? प्राङ्गारिक मल कारखानाको आश्वासन 8-9 वर्ष बितिसक्यो। त्यो आश्वासनमा उत्पादन रोकेर प्रदेश आमदानीको स्रोत सबै घर जग्गा कारोबार, गिटी बालुवा, 72 जस्ता प्राकृतिक स्रोतको दोहनलाई बढाउने प्रदेशको कर व्यवस्था गलत छ। कर छुटको व्यवस्था ढुकुटी कमजोर बनाउने खेल नै हो। यतातिर प्रदेश सरकार नीतिगत रूपमै किन यति खुकुलो भयो प्रश्न गरिरहेका छौं। प्रदेशले आमदानीको स्रोत या दायरा उत्पादन, ससाना उद्योग, साना विद्युत उत्पादन, पर्यटन र सेवा क्षेत्रबाट खोज्नुपर्छ। विदेशी विलासिताका सामानमा कर लगाउने, स्वदेशमै भएका वस्तुलाई प्राथमिकता दिने र आयातित वस्तुमाथि करको दायरा विकास गर्ने कामलाई सोच्नुपर्ने हो। प्रदेशले त्यो सोच्न सकेको छैन। धन्यवाद।